Seriously, I sleep. So that morning time, early morning, and when I wake up, and my eye was blink like this wanna work. बिहान उठ्ने बित्तिकै हेर्दाखेरि राति कुछ होता है फिल्म हेरेको थियो र यो चाहिँ टुटेर बसेको रहेछ राति कानले यसरी टाउको ठुलो घट्टकै कुल्चिएछ त्यस कारणले गर्दा तीन टुक्रा भएछ थाहै भएन त्यसपछि अनि मैले त्यो तीन टुक्रा भएको थिएन हल्का क्रैक भएको थियो लिटल बिट क्रैक सो आई क्यान ट्राई टु हैन बनाउनको लागि आई विल ट्राई टु मेक गुड सो mechanic myself so I up and push in up and down I push every side so totally my hang was my mind was hang out so that I can block. I don't like. This is 4.5 kg I lost. This is new totally बिल्कुल नयाँ थियो त्यो कारणले गर्दाखेरि यो चाहिँ ब्लक भएको छ टुटेको छ ब्रोकन भएको छ so my heart was felt today and I'm very sad है तपाईलाई यो जानकारी मैले दिए यो चाहिँ पुरा टुटिसकेको छ अब चाहिँ म डस्टमा यो चाहिँ फाल्दैछु है अब यो के कामको छैन किनकि अब बेलुका सुत्दाखेरि यस्तो ब्लुटुथहरु चाहिँ युज गर्न नहुने रहेछ तर मैले युज गरे I'm very buddhu manus भन्छ नि मूर्ख मानुस I'm very guilty myself because of this 4.5 kg I lost this is very because of I like very much you know why I when I record my video that time I listen here and I edit my video it was amazing working my uh, video recorder and also edit time this very important in my life and I about next another one त्यो पनि तपाईलाई देखाउँछु म अर्कै किन्छु एकदम ब्रान्ड वाला किन्छु त्यसलाई चाहिँ एकदम सम्हालेर राख्छु र यस यो खालको ब्लुटुथलाई चाहिँ धेरैले एकजनाले लगेर रातभरि सुनेर पनि लिएर आइदिएको थियो अनि त्यसपछि अर्कोले पनि चाहिएको थियो भने त्यसको आँखा लागेर पनि यो नजरको दोषले गर्दाखेरि यो टुटेको हुन सक्छ I lost totally 4.5 kg and I lost my favorite like के पो भन्छ हो नाम पनि थाहा भएन earphone headset नाम पनि थाहा छैन के गर्नु अब चलाउँछु त्यस कारणले गर्दाखेरि चाहिँ आज चाहिँ मैले भोइस चाहिँ विथ वायरलेस माइकले चाहिँ मैले आज भोइस रेकर्ड गर्दैछु यो वायरलेस माइक यता लगाएको छु पहिला चाहिँ मैले यो चाहिँ डाइरेक्ट मोबाइलमा कनेक्ट गरेर यो युज गर्थ्यो ओके गाइस आजको ब्लग चाहिँ कस्तो हुन्छ र कसरी अब दिन बित्छ तपाईहरुलाई म देखाउँदै गर्नेछु what's going on the blog what's going on today and you guys entertainment and like and comment and share okay it's me Pasangs always be giving entertainment this entertainment only on for you guys what's going on I don't care but I like कहाँ हुन्छ र मनको माया धनी मनको माया पो हुन्छ मनकारी मनको आँखा खोली मलाई माया गर म राख्छु तिमीलाई सधैँ माया गरी वेलकम तपाईलाई मैले दुईचोटी भनिसके वेलकम अब म चाहिँ बाहिरको तपाईहरुलाई चाहिँ नि देखाउन गइरहेको छु आज चाहिँ आउटसाइड टेम्परेचर एकदमै धेरै हाई भएको छ कुवेतमा 48 डिग्री सेल्सियस भएको छ हैन एयर फोर्स 48 डिग्री सेल्सियस भएको छ भने 37 सन्नी टेम्परेचर सन टेम्परेचर त्यस्तो देखाएको छ न्यूजमा चाहिँ अनि त्यसपछि म आफै अलरेडी बाहिर गएर हेर्दाखेरि चाहिँ इट वाज भेरी हट सीन देखेको छु घाम पनि एक दिन तपाईहरुलाई चाहिँ म सिटीमा गएर देखाउने छु हैन अपकमिङ हलिडेज बिकज अफ ईद हलिडे दैट टाइम आई क्यान एन्टरटेनमेन्ट तपाईहरुलाई ब्लगमा देखाउने छु आई होप सो तपाईहरुले पनि अहिले पनि मन पराउनु भइरहेको छ र यो चाहिँ मेरो टिनी रुम हो यसो भाटामुङ्ग छ एकछिनपछि म मिलाउँछु अहिले मलाई जाँगर चलेको छैन कपडा पनि धोएको छैन के गर्नु तपाईहरुलाई यस्तो जिन्दगीमा लानु के छ र ड्युटी जानुपर्छ ड्युटीबाट आउनुपर्छ हैन त्यसपछि ड्युटी भनेको यस्तो छ कि बाफरे अर्काको ठाउँमा काम गरेर खानु धेरै गाह्रो छ आमाहरुले पहिले भन्ने गर्थे के रे अर्काको होटलमा त धेरै इन्जोय गर्छस् तर आफ्नो होटलमा रमाउनुको लागि धेरै गाह्रो हुन्छ हौ ब्रो भन्थे के पहिला आमा बाबुले आफ्नो त्यो भनेको के होला आफ्नो होटल भनेको के होला भन्थे अनि ग्यास्ट्रिक भन्थ्यो भोक लाग्यो भन्थे भोक लाग्यो भनेको के होला ग्यास्ट्रिक भनेको के होला बिमार भनेको के होला रोग भनेको के होला मेहनत भनेको के होला भन्ने क्वेशन चाहिँ पटक आइरहन्थ्यो मेरो मनमा तर आज भोग्दैछु आज देख्दैछु आज गर्दैछु अनि अगाडि बढ्दैछु अब के हुन्छ इन फ्युचर आई डोन्ट नो है सबैको जिन्दगीमा आफ्नो आफ्नो एउटा दुःख र सुख त बितेकै हुन्छ तर सुख र दुःखमा अब दुःख परे भन्दैमा रुनु भएन सुख पायो भन्दैमा अब नाच्नु पनि भएन हैन सबैले कन्ट्रोल गरेर आफूलाई एउटा अगाडि बढ्नुपर्ने चाहिँ त्यो चाहिँ मानव धर्म हो र मानवको एउटा प्राणीको
भन्छु है। अब ठिक र बेठिक छुट्याउन सक्ने प्राणी नै एउटा मान्छे हो भनेर चाहिँ भन्ने गरिन्छ है त। अब म जाँदैछु चाबी लिएर 1 फ्लोरमा जहाँ चाहिँ मिलन ब्रदरको रुम छ र मिलन ब्रदरको रुम हालत कस्तो छ तपाईँहरूलाई म देखाउन गइरहेको छु। मिलन चाहिँ अहिले नेपालमा अब सफर गएको छ, छुट्टीमा गएको छ। हेलो मिलन ब्रो, हाउ आर यु? प्लिज मेरो ब्लगलाई लाइक कमेन्ट सेयर गर्नु होला। अनि सोनु भाबीजी हाउ आर यु? भाबी भाउजू र मिलन दाई र भाउजूलाई पनि दर्शन नमस्ते गर्न चाहन्छु यहीँबाट है। मिलन ब्रोले चाहिँ जहिले पनि उसको रुममा जाँदाखेरि चाहिँ दर्शन गर भनेर भन्थ्यो। आज चाहिँ मिलनजी दर्शन गर मिलनजी, नमस्कार छ भाउजूलाई है त। अब बाहिरको सिन कस्तो छ तपाईँहरूलाई म देखाउन गइरहेको छु होइन। बाहिर चाहिँ कस्तो भइरहेको छ, के भइरहेछ। रुमको चाबी पनि लगाइसक्यो। दिस इज माई की एन्ड माई गिटार, ग्रीन कलरको, आई लाइक भेरी मच। यो चाहिँ एउटा फिलिपिनीले दिएको हो मलाई, फिलिपिनी आन्टीले दिएको हो। सी इज सो ब्युटिफुल है। अनि मैले भनेको त्यसको चाबी लगाएको थिएँ त्यसमा। अनि यो गिटार चाहिँ मलाई धेरै मन पर्यो भनेर भन्दाखेरिमा इफ यु लाइक दिस की रिङ भनेर भन्यो। यस आई लाइक गिटार भन्दाखेरि प्लिज टेक दिस वान भनेर उसले भनेको थियो र त्यो गिटार चाहिँ मैले लिएको थिएँ र सी इज गिभिङ मी यस भ्यालुएबल एन्ड इम्पोर्टेन्ट ब्युटिफुल गिफ्ट। सो आई लाइक भेरी मच। कसले लिफ्ट दबाइदिएको? म चाहिँ यहाँ आउनु लागेको थियो र लिफ्ट दबाइदिएर कुर्दै गरेर एउटा बङ्गलादेशी भाइ चाहिँ भाग्यो। किन मलाई थाहा छैन है, यति साह्रो गरेको। भोइस रेकर्ड कस्तो भइरहेको छ तपाईँहरूले चाहिँ मन पराइदिनु होला। वायरलेस माइकले चाहिँ म सुटिङ गरिरहेको छु है त। म ग्राउन्डमा जाँदैछु। ग्राउन्डमा बाहिर कतिको घाम चर्केको छ तपाईँहरूले देखाउँछु, फेरि भित्र आइहाल्छु। म सक्दिनँ त्यो गर्मीको बस्न, म सक्दिनँ। आगोमा पोलेको भुग्रा जस्तो हुन्छ। मनको माया पो हुन्छ मनकारी, मनको आँखा खोली मलाई माया गर, म राख्छु तिमीलाई सधैँ माया गरी। स्विमिङ पुल हो, स्विमिङ पुल। दिस इज स्विमिङ पुल। त्यतिकै आर्टिफिसियल स्विमिङ पुल चाहिँ होइन, बनावटी मात्रै। यस्तो रहनु चाहिँ केही पनि सक्दैन। र हेर्नुहोस् तपाईँहरू यति घाम चर्केको छ। यो चाहिँ बिल्डिङकोले गर्दाखेरि हल्का सेडो देखेको मात्रै हो। बाहिर चाहिँ यति धेरै चर्को घाम छ। तपाईँलाई म उहाँ गएर देखाउन गइरहेको छु। यु क्यान लुक एट आउटसाइड, टेम्परेचर टु मच हट। यो चाहिँ इजिप्सियन सिटिजन्स खबुस लिएर गइरहेको छ आफ्नो बिल्डिङमा। खबुस भनेको चाहिँ यहाँको रोटी हो, त्यो रोटी खान्छन्। ल हेर्नुहोस् है त। ओ माई गड, लुक एट। ओ माई गड, हेर यस्तो घाम चर्केको छ। ओ माई गड, ओ माई गड। तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ पर मार्केट, सफारी मार्केट। आज चाहिँ गएन। यहाँ चाहिँ यो बिल्डिङको छायाले गर्दाखेरि तपाईँहरूले यो एकदम सेडो देख्नु भएको छ क्या। यहाँ चाहिँ शीतल जस्तो लागेको होला, तर त्यस्तो शीतल बिल्कुलै छैन। एकदमै चर्को घाम छ। तपाईँले यहाँ माथि पनि देख्न सक्नुहुन्छ। हेर्नुहोस्, तपाईँले बाहिरको नजारा त तपाईँले देखि नै सक्नुभयो। अब म चाहिँ भित्र जाँदैछु 1 फ्लोरमा के भइरहेको। You can't imagine this temperature. It's a 48 degrees Celsius UNST here. Look at my skin. It's too much burn now because of outside temperature. You can't stand here because of temperatures. यति धेरै गर्मी छ। उभिनै नसक्ने भन्ने चाहिँ होइन, किनकि तातो हावा प्लस ऊ आइरहेको छ। उभिन सक्ने, हिँड्न सक्ने चाहिँ हुन्छ, तर पनि यति धेरै गर्मी हुन्छ। म के भन्नु, म कल्पनासम्म गर्न सक्दिनँ। तपाईँहरू यदि बाहिरको काममा आउँदै हुनुहुन्छ, बाहिर आउटसाइड काममा, भने एकदम होस गरेर विचार गरेर कम्पनी बुझेर मात्रै आउनु होला। किनकि भित्रको काममा त एसी हुन्छ हरेक रुममा, खासै टेम्परेचरको महत्त्व तपाईँहरूलाई हुँदैन। तर बाहिरको काममा चाहिँ एकदम टेम्परेचरको महत्त्व राख्नुपर्ने हुन्छ। अहिले म भित्र जाँदैछु। ओ माई गडनेस। सिडीको युज गर्न सकिन्छ, हिँडेर जान सकिन्छ, तर म चाहिँ लिफ्टबाटै जान्छु। एक तलामा किन सिडीबाट जाने, एक तलामा जान्छु। सो गाइस, भिडियोलाई लाइक कमेन्ट सेयर गर्दै गर्नु होला होइन। अनि तपाईँहरूलाई अब म मिलनको रुम देखाउँदैछु कस्तो छ होइन, के गरेर आएछ हामीले मिलनको रुममा होइन, तपाईँहरूलाई देखाउनु गइरहेछु। दिस इज मिलनको रुम हो, यो मिलनको रुम। ओके गाइस, भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला। अहिले एकछिनमा चाहिँ मार्केट जाँदैछु। मार्केट गएपछि तपाईँहरूलाई त्यहाँ के सपिङ गर्छु, के किन्छु किन्दिनँ, के खान्छु खाँदिनँ, सबै अपडेट गराउँदै जानेछु। भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला है। सबै मान्छेहरू सुतेको छ, त्यस कारणले गर्दाखेरि ठुलो आवाजमा बोल्नु मिल्दैन, किनकि
अहिले कति बजेको छ भन्दाखेरि 9-10 बजेको छ करिब मर्निङको, तर पनि मान्छेहरू सुतेरै बसेको छ, के भन्नु।